भाडाहरू धुनुको लागि चाहिँ भाइहरूले अहिले चाहिँ हामी प्यान्डल बोकेर जाँदैछौँ। हे गाइस, वन सेकेन्ड, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ स्वागत छ सबैलाई है हाम्रो ब्लगमा। आज चाहिँ के कारणले भन्दा चाहिँ अब हाम्रो नानाको बिहा छ, त्यही भएर चाहिँ तपाईँलाई अहिले यो गेट चाहिँ बनिँदैछ होइन। अहिले चाहिँ यो गेटहरू बनिँदैछ र यहाँनिर पनि प्यान्डलहरू अहिले भएको छैन। यो अहिले चाहिँ यो भएको छैन होइन, यो बनाउनु पर्छ। र बाहिरको सिनहरू चाहिँ यो जुन चाहिँ यो बनिन्छ, यो चाहिँ पुस्का राख्ने अरे भन्छ होइन, पुस्काहरू राख्ने अरे। र यो चाहिँ के हो यो चाहिँ भाइ, यो के पो हो? र यो चाहिँ रेस्ट रुम है। अन्त भित्रको डिजाइन अब भित्रको कस्तो चाहिँ भएको छ हामी है देखाउँदैछौँ हामी यहाँनिर। लाइक यो चाहिँ जेन्ट्स बार जस्तो लागेको छ। अन्त यो चाहिँ लेडिज बार अहिले कम्प्लिट भएको छैन। भित्रको चाहिँ अहिले सबै कुरो भइसकेको छ, हेर्न सक्नुहुन्छ यहाँनिर। अब यहाँनिर चाहिँ मण्डप बनिनुपर्छ। यहाँ चाहिँ मण्डप है, त्यहाँदेखि चाहिँ यहाँ चाहिँ भइहाल्ने हो। यस्तो छ अहिले चाहिँ यहाँनिर चाहिँ लाइक तपाईँको बसेर चाहिँ होइन, यहाँनिर चाहिँ उयो गर्नु पऱ्यो होइन, के अरे बुफेहरू दिनु पऱ्यो। यहाँ चाहिँ यहाँ कस्तो गर्नुपर्छ भाइ भनिदिनु पऱ्यो यो भिडियो। यहाँनिर चाहिँ बुफेको त्यो एउटा सेटहरू आउँछ होइन, यो भिडियोमा बनिरहनु होला सबैजना है। प्यान्डल हरियो छ त यहाँनिर, योहरू लैजाउँ न होइन। कहाँ बोरामा हाल्न भइहाल्छ त। यो बोरा छ त, यहाँनिर खाली बोरा छ त, यहाँनिर खाली बोरा हौ, त्यसमा हाल्न प्यान्डल। गाना त भाइको त दामी होब्बे छ, एक नम्बर छ भाइको त गाना चाहिँ। मलाई धेरै मन पर्यो तपाईँको गाना चाहिँ है। फेरि एकपल्ट गाइदिनुहोस् त, एकपल्ट वन्स मोर। हाम्रो दाजुले चाहिँ यहाँनिर प्यान्डलहरू बोरामा हाल्नु सक्नुभयो है, हाल्नु हुँदैछ हेर्नुहोस्। प्यान्डल हाल्नुभयो, हालै त एक नम्बर हो नि। हामी प्यान्डल बोकेर जाँदैछौँ माथि, देख्न सक्नुहुन्छ यहाँ प्यान्डल बोकिरहेको छ। छिटो न, ठिक छ। सो हामी यो चाहिँ एउटा सानो जग्गा बनाइरहेको हो भोलि बोजू निम्तोको लागि। आज हामी रेडी गर्दैछौँ। सो यहाँ हाम्रो मेन युट्युबको अनर मिस्टर सान्डोमा कुलदीप सुब्बा अनि उहाँ चाहिँ उसको भक्ते लाइट हाम्रो मामा। यहाँ चाहिँ सानो जग्गामा भोलि बोजू निम्तो हो, त्यसको लागि चाहिँ हामी यहाँ टक्कै एउटा मजाको जग्गामा बनाएर भोलि जो आउनुहुन्छ बोजू निम्तोमा। भाडाहरू धुनुको लागि चाहिँ भाइहरूले बनाउनु हुँदैछ नेचुरल। कति सामानहरू फ्याँक्नु छ भने ओभर एक्टिङ पनि गरिहाल्दो रहेछ नि त। हामी चाहिँ अब अलिक अझै खुल्नु छ यहाँ, त्यहाँबाट चाहिँ भाडा हुन्छ कति सामानहरू यहीँ हामी काट्न सक्छौँ। धमाका नेचुरल पढे इडली डोसा लु हानै हेरौँ। हानै डर लाग्दैछ। हानै एक नम्बर हो यो चाहिँ, हानै एक नम्बर।
मजाले खन्नुपर्छ 1 फुट ल अब चाहिँ 1 फुट हान्नुपर्छ है ल यता हेर्नु पर्यो नि त खन्ने मान्छेको अनुहार हेर्नु पर्यो घाम आएको छ मजाको निक्लिन्छ अनुहारहरू मजाको निक्लिहाल्छ नि ल लग्यो नि दाजुभाइले लग्यो नि दाजुभाइ रहेछ नि त अब यति कभर अप गर्नु छ टक्कै मजाको देख्ने भइहाल्छ कुलदीप मामाले है यस्तो छ डेकोरेसन अहिले बाहिरको भित्र यस्तो छ